हामी शनिबारको दिन आज ढोरबाई मन्दिर जाने तयारीमा छौँ है साथीहरू। हामी अब यहाँबाट ढोरबाई मन्दिर जान लाग्यौँ। बुनु बसिन्, छोरो पनि बस्यो। अब म पनि बस्नेछु साथीहरू। तपाईँलाई दृश्य अवलोकन गरेर आउँदै जानेछु है। कहाँबाट ढोरबाई मन्दिर जान सकिन्छ त लोकेसन पनि हेर्नु होला। यसरी यहाँबाट यो धुलेगाउँडाबाट यो जीप लाग्ने ठाउँबाट यसरी हिँडिसक्यौँ हामी होइन। अब यसरी हिँडिसक्यौँ साथीहरू। यसरी हिँड्यौँ अनि यहाँबाट हेलपोस्ट लाइन हुँदै हेलपोस्ट मुनिको बाटो हुँदै हेर्नुहोस् त साथीहरू, कति राम्रो बनेको छ अहिले हेलपोस्ट मुनिको बाटो। यस्तो राम्रो सरर बनेको छ। यसरी हेलपोस्ट लाइन हुँदै झरिसक्यौँ हामी। हेर्नुहोस् है साथीहरू, कति राम्रो छ ठाउँहरू। यो बाटो नै अहिले सरर कति राम्रो बनेको छ के। आहा, अनि बिहान मर्निङ वाक आउँदा नि कति आनन्द लाग्छ। यसरी हिँडिसक्यौँ। यसरी अब गण्डकी खोला आइपुग्यो। यो गण्डकी खोला तरेर जानुपर्ने हुन्छ। यो गण्डकी खोला एकादशीमा यो खोलामा फुल तार्ने गरिन्छ। हेर्नुहोस् है यो पुल तरिसक्यौँ हामी। खोला देख्नुभयो, यो खोला यो गण्डकी खोला हो। यो पुल कटेर हामी हिँडिसक्यौँ। पुललाई छोडेर हामी अलि अगाडि बढ्दैछौँ। अब यहाँ यो चाहिँ तिब्बतीयन क्याम्प है साथीहरू। यो तिब्बतीयन क्याम्प आउँछ। तिब्बतीयन क्याम्प पछि यसलाई भोटे क्याम्प पनि भन्ने चलन छ है। भोटे क्याम्प पनि भन्छ, तर यो तिब्बतीयन क्याम्प। कतिपयले भोटे क्याम्प भन्नुहुन्छ भने कतिपयले तिब्बतीयन क्याम्पै हो साथीहरू। तिब्बतीयन क्याम्प हो। अनि यहाँबाट हिँडिसक्यौँ। तिब्बतीयन क्याम्प छोडेर यता माथि यो बाटो हुँदै लालिम हो साथीहरू। त्यो लालिम हुँदै पाटन क्षेत्र आइपुगिसकेका छौँ। यो पाटन क्षेत्र, यो पाटन हुँदै यहाँ दुईवटा बाटो छ साथीहरू। उताको बाटो छोडेर यतापट्टिको बाटो रोज्नु होला। लेफ्ट छोडेर राइटतिर हिँड्नु होला। हेर्नु कति राम्रो मौसम पनि आज कति राम्रो छ। अहिले 8 बजेको बेलामा घाम पनि लागेको छैन, तर मौसम सफा छ के साथीहरू। कस्तो आनन्द लाग्दो दिन छ साथीहरू। यसरी हिँड्दाखेरि नानु बाबुहरू पनि खुसी हुन्छ। उनीहरूको दिमाग पनि फ्रेस हुन्छ, रमाइलो मान्नुहुन्छ नि त बच्चाहरूले पनि। त्यही कारणले पनि हामी यसरी भगवानको दर्शन नुहाइधुवाइ गरेर हिँडिसकेका छौँ दर्शनको लागि। अब यहाँ एउटा पुल आउँछ है साथीहरू। यहाँ एउटा अलिकति अगाडि पुल छ। दुईवटा बाटो छ साथी, त्यहाँ पनि झुक्किनुहुन्छ। कतिपय मानिसहरू झुक्किनुहुन्छ नि त। त्यहाँ पनि लेफ्ट छोडेर राइट नै हिँड्नुपर्ने हुन्छ ढोरबाई मन्दिरको लागि जानलाई। यहाँ दुईवटा बाटो छ साथीहरू। यहाँ चाहिँ लेफ्ट छोडेर राइटतिर हिँड्नुपर्ने हुन्छ। यसरी हिँडिसकेपछि
यसरी हिँडिसकेका छौँ। यसरी हिँडेर अब यो कति राम्रो छ कि आहा अनि हरियाली हेर्नुहोस् न, कस्तो राम्रो ठाउँमा बस्नुभएको छ डोरबाराई माता। आहा यहाँ एउटा होटल नि कस्तो राम्रो छ माथिपट्टि आनन्दले बस्नको लागि। अब यो यसो पानी आउँदा हुने प्रतीक्षालय कस्तो राम्रो हेर्न, आनन्द लाग्दा बस्ने चौतारी। अब आइपुग्यौँ हामी, जीप पार्क आइसक्यौँ हामी। अब हामी स्कुटरै राख्नेछौँ। स्कुटरै राखेर हामी मैले प्रसाद र नरिवल चाहिँ यहाँ लिएँ। फुल, अक्षता, चामलहरू चाहिँ ल्याइसकेको छु म आफैले। अब यहाँबाट नि हामी हिँडिसक्यौँ। डोरबाराई परिसर आइपुगिसकेका छौँ। अब हामी यहाँबाट 15 मिनट जति हिँड्नुपर्ने हुन्छ। हेर्नुहोस् त झरना कति राम्रो। यहाँबाट अब हामी 15 मिनट जति हिँड्नुपर्ने हुन्छ। अब यहाँ अब एकछिनमा आइपुग्ने बेला भएको छ मन्दिर। यहाँ भक्तजनहरूको कति भिड लाग्यो हेर्नुहोस् है साथै एकछिनमा देख्न सक्नुहुनेछ भक्तजनहरूको भिड। कहाँ कहाँबाट टाढा टाढाबाट आउनुहुने भक्तजनहरू भिड लागिसकेको छ यहीँदेखि नै। कस्तो राम्रो बनाउनु भएको रहेछ क्या अहिले यो डोरबाराई मन्दिर परिसर चाहिँ। कस्तो आनन्द लाग्दो बनाउनु भएको रहेछ। म पनि धेरै भएको थियो नआएको। होइन त कस्तो खुसी हुँदै आउनुभएको छ भक्तजनहरू। एकछिनमा तपाईँहरूले भक्तजनहरूको घुइँचो देख्नुहुनेछ। कति खुसी हुँदै आउनुभएको छ। एकछिनमा भक्तजनको घुइँचो हेर्नुहोस् है, देख्न सक्नुहुनेछ। टाढा टाढाबाट नि आउनुहुनेछ नि त। हाम्रो देश नेपाल धार्मिक र सांस्कृतिक भौगोलिक विविधताले भरिपूर्ण देश नेपाल। कति आनन्द लाग्दो छ हेर्नुहोस् न। पवित्र स्थलमा हामी जहिले पनि चप्पल फुकालेर जानुपर्ने हुन्छ। यहाँ चप्पल राख्ने ठाउँ पर छ। हामी चप्पल फुकालेर मन्दिर परिसरमा जानको लागि हामी सबैले चप्पल फुकालिसक्यौँ र हामी चप्पल राखेर अब हामी यहाँबाट फुल अक्षताहरू थालीमा राखेर यहाँबाट अब प्रवेश गर्नेछौँ। हेर्नुहोस् त भक्तजनहरूको घुइँचो भिड कति छ हेर्नुहोस् त घुइँचो। हेर्नुहोस् त यहाँ प्रवेशद्वार ढोकादेखिबाट भिड छ साथीहरू। हेर्नुहोस् त साथीहरू कति वहाँ तल छ मन्दिर हेर्नुहोस् त। डाँडापाखा छाराहरू अनि भक्तजनहरूको घुइँचो कति रमाइलो छ हेर्नुहोस् त। तलदेखि माथिसम्म भिड छ, लाइन छ साथीहरू। यो छारा हामी सानो हुँदा पनि हेर्थ्यौँ, अहिले पनि छ।
हेर्नुहोस् त लाइन भक्तजनहरूको लाइन छ। पाली कोरिराख्नुभएका भक्तजनहरू खुसी साथ उभिनु भएको छ, किनकि आफ्नो मनको पीडा व्यथाहरू पोख्नको लागि पाल्नुभएका भक्तजनहरू कहाँ कहाँदेखि आउनुभएको छ नि त। नेपालमा छरिएका नेपालीहरू मन्दिर जाने भनेर हिजोदेखि बस्नुभएका भक्तजन आज आइपुग्नु भएको छ। यसरी भक्तजनहरूको घुइँचो यहाँ चाहिँ बाख्रा पाठा खसीहरू लिएर आउने चलन छ भने नबोल्ने बच्चाहरूलाई पनि यहाँ नुहाउने, नुहाएर बोल्ने गर्दछन्। बक्के नफुटेको बच्चाहरूलाई पनि यहाँ ल्याएर नुहाइसकेपछि बोल्छन् भन्ने चलन छ। हेर्नुहोस् न कस्तो मजाले बच्चालाई नुहाइदिनु भयो। यसरी प्रष्ट नबोल्ने भन्दा नि यस्तो बोल्न नसक्ने बच्चाहरूलाई चाहिँ यहाँ ल्याएर नुहाइदिनु हुन्छ। यसरी नुहाइदिइसकेपछि भगवानले उहाँहरूलाई बोल्नको लागि शक्ति दिनुहुनेछ। यहाँ अहिले पानी ढुङ्गा यत्तिकै देखिरहेको छ भने एकछिनपछि मूल फुटेर भोरी हुन्छ कि त्यो माछाहरू खेल्ने ठाउँमा त्यो ढुङ्गाहरू यत्तिकै टक्लक्क देखेछ नि, त्यो पुरै मूल फुट्छ कि लहरी छुट्छ कि एकछिनमा। ठ्याक्क हामी पूजा गर्ने बेलामा चाहिँ लहरी छुटेको पनि देखाउने छु म हजुरहरूलाई। यदि हजुरहरूको पनि कोही आफन्तीहरू बक्को नफुटेर बोल्न सक्नुहुने छैन, बच्चाहरू पनि ल्याउन सक्नुहुनेछ, यहाँ ल्याएर दर्शन गराएर नुहाइदिनु भयो भने बोल्छ। उहाँ ढुर्राई माताले उहाँलाई रक्षा गर्नुहुनेछ। हेर्नु न अहिले त्यो ढुङ्गा पनि पुरै पुरेर त्यो पाठा छ नि, त्यो पाठा पनि आधी नै पुरिसकेछ कि पानीले यस्तरी मूल फुटेर पानी कलकल कस्तो मजाले मूल फुटेर आइसकेको छ। लहरी छुटेको छ कि लहरी छुटेको छ। यसरी लहरी छुट्यो भने भगवान खुसी हुनुभएको रे भन्ने प्रचलन छ, मान्यता छ। यसरी हामी दर्शन गरिसकेर अब भगवानको उहाँको हातको टिका लगाइसक्यौँ र यहाँबाट हामी अब निस्केर खाजा पनि खाइसक्यो बुनुले, अनि उहाँले पनि हामी सबैजनाले खाजा खाएर यहाँबाट अब निस्किन्छौँ केही छिनमै। अब निस्केर हामी यसरी हामी दर्शन गरेर निस्किसक्यौँ साथीहरू। अब हामी जाने तर्खरमा छौँ। ल आजलाई तपाईँहरूलाई यति नै, हामी यहाँबाट निस्किसक्यौँ साथीहरू। आजको शनिबारको दिन हामी दर्शन गरेर भाउनानीलाई पनि हामीलाई पनि भगवानको दर्शनले मन आनन्दित भएको छ भन्दै हामी यहाँबाट हिँड्यौँ। धन्यवाद सबै साथीहरूलाई फुल भिडियो फुल वाच गरेर लाइक कमेन्ट छोड्नुहोस्। बाई बाई साथीहरू। यसरी नै तपाईँले लोकेसन चिनेर आउनु होला है। हजुरहरूलाई पनि स्वागत छ।